साथै यस वन्यप्राणी ज्येष्ठ नागरिक मिलन सेवा केन्द्रको दोस्रो जन्म स्थापना दिवसका कार्यक्रम सञ्चालकज्यू, सभा अध्यक्षज्यू, यहाँ उपस्थित अतिथिज्यूहरू, साथै यहाँ उपस्थित सम्पूर्ण आमा बुबा तथा दाजुभाइ दिदीबहिनीहरूमा मेरो हार्दिक शुभकामना। यस वन्यप्राणी ज्येष्ठ नागरिक मिलन सेवाको कार्यक्रम मैले विगत 2 वर्षदेखि हेर्दै आइरहेको छु। साथै देश विश्वमा म विदेश पनि भ्रमण गरेको छु। विदेश भ्रमण जाँदाखेरि पनि मैले यस देश नागरिक भवनमा भइरहेको कार्यक्रम निरन्तर हेरि नै राखिरहेको थिएँ र म त्यो कार्यक्रम हेर्दा यस्तो अवस्थामा पुगेँ कि मैले यो संस्थालाई कति सकिन्छ के सकिन्छ सानो भए पनि सहयोग गर्छु भन्ने मेरो मनमा भएको थियो र त्यसपछि मैले आएर यहाँ यस सञ्चालन गर्नको लागि सानो सहयोग म र मेरो परिवार मेरो श्रीमती जानुका काकीबाट गर्यो र त्यसपछि 2-3 कार्यक्रम पनि मैले राखेँ यहाँ र आगामी दिनमा पनि म यहाँ सानोहरू प्रस्तुत गर्दैछु कि भन्दैछु कि आगामी दिनमा पनि मैले सक्दो सहयोग म र मेरो परिवारको तर्फबाट यस संस्थामा हुने नै छ र गर्ने नै छु। किनकि यस संस्थामा जति पनि मैले बुवा आमाहरू खुसी देख्छु त्यो आगामी दिनमा पनि अझ बेसी खुसी हेर्न चाहन्छु। त्यसको लागि म यस संस्थामा अझ पनि केही सहयोग गर्ने मेरो अठोट छ र यस संस्थालाई यहाँसम्म पुर्याउनु हुने हाम्रा भाइ बहिनी हुनुहुन्छ भुवन केसी, उमा नानी, उहाँलाई धेरै धेरै धन्यवाद। जब कि यस स्थितिमा पुर्याउन उहाँ भाइ बहिनी दुईजनाको धेरै नै दुःख छ। मलाई थाहा छ कसरी गर्नुभएको छ, के गर्नुभएको छ भन्ने कुरो मलाई थाहा छ। त्यसले गर्दा पनि म यस केन्द्रमाथि धेरै नै खुसी छु र आगामी दिनमा पनि खुसी देख्न चाहन्छु भन्दै मेरो 2 शब्द यही नै टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।